यहाँ बस 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 ठीक ल आज यो हाम्रो इलीलाई बिस्कुट किन्न पठाउनु पर्यो है ल दाइ पैसा दिन्छ यसलाई पैसा दिन्छ यसले बिस्कुट किनेर ल्याएको देखाउनु पर्यो हाम्रो यो युट्युब भिडियोमा बस 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 ल पैसा दियो गयो त्यो त बिस्कुट गयो बिस्कुट किन्न गयो ए गयो त्यो त बिस्कुट पसलतिर त्यो बिस्कुट लिन गएको कुन चाहिँ बिस्कुट लाग्छ थाहा छैन पसल छिटो कुन पसलमा गयो त्यो कुन पसलमा गयो कहाँ छ यहाँ पसल भनेको ए वहाँ पारि गएको दिन भेटेन क्या खोइ 1 घन्टा लानु भयो ल अब हाम्रो इडी बिस्कुट लिन गएको छ बिस्कुट ल्याउँछ कि ल्याउँदैन भइसक्यो त आएछ बिस्कुट लिएर नि आयो बिस्कुट लिएर ए बिस्कुट किनेर आयो यसले त ल्याउँछ यसले त जेन ल्याउँछ पैसा त दिएर आउँछ तपाईले दिएर पठाउनु कति कति पर्छ भने दिएर जानु भयो उनीहरुले बिस्कुट लानु भने दियो उनीहरुले त जति दियो भने पैसा नदिए पनि दिन्छ गयो बिस्कुट लिएर ल पास भयो एक्जाममा